यो साइडमाथि लाग्यो त्यहाँबाट मैले त बुन्नुको गोली लागेको चाहिँ माने कहिले गोली हानिले क्या भन्ने माने पछि लड्चिँदै यता आएँ मलाई भनेर हामीले राज्यलाई भोट दिएनौँ क्या अनि हामीले भोट दिएर जितायौँ र उहाँ सिटमा बस्न पाउनु भयो नत्र हामी जनताले भोट दिँदैन थियौँ लड्दै थियौँ भने हामीले बनाएको नेता हुनुहुन्छ उहाँ अनि उहाँले बनाएको जनता होइन नि होइन हामीले जनताले बनाएको नेता हुनुहुन्छ क्या उहाँ कुन ठाउँबाट आएर बस्नुभयो हजुर? जाजरकोटदेखि हो। कति वर्ष भयो यहाँ बस्न थाले? अहिले बस्न थालेको भयो हामी कति 63 सालमा हो कि 65 सालमा कतिमा हो भोलि 62-63 आउनुभयो है यहाँ? तपाईँ जेठो छोरो कति वर्षको भयो अरे? जेठो छोरो अहिले 5 वर्ष भयो 6 मा लाग्छ लाग्यो कान्छो छोरो यो चैतमा 3 वर्ष भयो कमसेकम के भयो कस्तो भयो त्यो बिमारी हाम्रो बिमारी यहाँबाट यस्तो भएर आएको हो त भन्नु पर्थ्यो नि त उहाँले त त्यो आखिर देख्नु भएको छ नगर पुलिसले टोनटोन मलाई त्यो बलकले लागेको त्यहाँबाट आमा भन्दै त्यहाँबाट चिच्याउँदै आएको मलाई त ठ्याङ यो साइडमाथि लाग्यो त्यहाँबाट मैले त बुन्नुको गोली लागेको चाहिँ माने कहिले गोली हानिले क्या भन्ने माने पछि लड्चिँदै यता आएँ अहिले त परेर आएको थियो फेरि यतापट्टि ढाडामा लाग्यो पुरा यो तक क्या छ अनि त्यो उहाँ भनिदिनु भयो कि नर्सिङ होममा तपाईँलाई केही पनि छैन नर्मल छ मानसिक रोग हो अनि चिन्ता हो अनि तपाईँले चिन्ता नगर्नु भनेर भन्नुभयो चिन्ता गर्न सक्ने भए चिन्ता गर त्यस्तो जति बित्तिको 81 फेन्टा हुने चिन्ता त सबैका घर फालेको थियो मेरो एक्लै घर पनि फालेको थिएन कसैका नफालेर मेरो एक्लै फाल्दै भने मैले यति छिटै फेन्टा हुने हो भन्ने भन्दा आखिर अरूपा हेरेर मैले चित्त बुझाएको थिएँ भने म त्यसरी 81 फेन्टा किन हुन मानसिक हो तपाईँलाई केही होइन भन्नुभयो आखिर त्यही पर्छ उहाँ पर हेर्नुभयो तपाईँको शरीरमा भित्र धेरै दगदगिया छ तपाईँको हड्डी भाँचिने यताउता केही भएको छैन तपाईँको शरीरमा धेरै उ भएको छ मासु तपाईँको पिलिया छ भनी भन्नुभयो त्यही भएर म यो ढाडभरि यस्तो गर्न सक्दैन उठ्ने बेला पनि उठ्न सक्दैन बस्ने बेला पनि बस्न सक्दैन केही चाल गर्नु भएको छैन निदाउनु भएको छ उहाँहरूले पनि अनि अब भोलिका दिन त्यहाँ फोटोकपी र के भन्नुभएको छ के त्यहाँ गएर बुझाउँछु त्यहाँ गएर कुरा राख्छु मेरो कुरा सुन्नुभयो भने अझै ठिकै छ सुन्नु भएन भने म डाइरेक्टै अदालतमा गइदिने अनि बच्चा बच्ची बोकिन उहाँ लग्ने